हेर नि यो कस्तो फ्लोर हो थाहा भएन, यो कस्तो के हो यो थाहा भएन होइन। हेर्दा जस्तो जस्तो देखिन्छ तर यहाँबाट माथि हेर्दा आकाश देखिन्छ, तर पानीले हेर्नु त, पानीले हेर्नु यहाँ भिजेको छ होइन, यहाँ भिजेको छैन क्या। भनेपछि यो के हो यस्तो, यो त टेक्नोलोजी त होला नि होइन। हेर न यहाँ अब यस्तो छ होइन। अनि यहाँ हेर न, यहाँ यस्तो छ खुल्ला छ, यहाँ हेर न एक थोप्पा यहाँनिर एक थोप्पा केही भिजेको छैन। अनि बाँकी भनेको यहाँ आधी, यहाँ र यहाँ आधी भिजेको छ। यो के हो खासमा, यो अचम्मै छ होइन। एउटा हुन्छ नि टेक्नोलोजी, त्यसै टेक्नोलोजीले ठुलो भएको देश छैन कि यो। अनेक कुरा देख्न पाइन्छ जुन चाहिँ स्ट्रिक्टली प्रोहिबिटेड पनि छ, या कुनै छुन पाइन्छ, हेर्न मिल्छ भन्ने कुरा हो। जुन चाहिँ हेर्न नमिल्ने कुरालाई चाहिँ त्यसलाई स्ट्रिक्टली प्रोहिबिटेड, यहाँ हेर्न मिल्दैन भन्ने लेखेको हुन्छ, त्यसलाई चाहिँ एकदमै नगरिदिनु होला। किनभने यहाँ चाहिँ कानुन धेरै सख्त छ, धेरै नै कडा कानुन लाग्छ। त्यही भएर यो कानुनको पालना चाहिँ गरौँ। त्यो चाहिँ हो पानी स्टोर गरेर राखेको ठुलो उयो हो। यहाँ चाहिँ यो रुख एउटा लिएर छ, यिनीहरू यो पनि निकाल्छ कुन दिन। त्यही हो पानी स्टोर गरेर राखेको ठाउँ रहेछ। हरियो देखाएको छ, आकाश अँध्यारो छु, तर चाहिँ हेर न हरियो देखाएको छ। एक्सप्लोर इज लक्ड भने मेरो स्क्रिनमा चाहिँ अहिले एक्सप्लोर इज लक्ड भनेर देखाएको छ। किनभने कुनै ठाउँमा एक्सप्लोर गर्न नमिल्ने कि बाहिर देखाउन नमिल्ने रहेछ। मेरो अहिले स्क्रिनमा चाहिँ एक्सप्लोर लक्ड भनेर देखाएको छ क्या। यो आफैमा नयाँ कुरा हो, राम्रो कुरा हो।